यो सिक्किमको चाहिँ बिग बजार है दार्जिलिङको बिग हामी जाने पाउँदैनौँ यो भित्र स्मार्ट बजार रिलायन्स बजार बिग बजार यो सबै हो है हामी जाने कुन बजार हो दाइ अहिले अहिले यो पनि आउन सक्नुहुन्छ अब यहाँबाट देखाइदिन्छु नि बाटो है यो जुन चाहिँ रोड छ नि यहाँबाट तपाईको म्याक्सिमम मैले अघि भने नि 5 मिनेट हजुर 5 मिनेट भनेको ठ्याक्कै यो रोड चाहिँ वान वे हो यो गाडी लिएर आउनु पाउँदिन तपाईलाई यहाँ छोड्न त मिल्थ्यो तर तपाईलाई माथिको लोकेसन याद नहुन्ला यो चाहिँ घण्टाघर हजुर यो चाहिँ दार्जिलिङको घण्टाघर 1850 मा बनिएको बिल्डिङ 1850 मा है हजुर त्यहाँ लेखेको छ 1850 अन्त यो चाहिँ तपाईको यो भनेको हेरिटेजमै हो हजुर यो चाहिँ तपाईको हेर्नु सबै ढुङ्गाले बनिएको है हजुर हेर्नुस् है त दार्जिलिङको यो घण्टाघर 1850 मा बनेको अब यसलाई चाहिँ के हो भन्दाखेरि भन्दाखेरि हेरिटेजको मतलब चाहिँ कस्तो हुँदो रहेछ भन्दा जस्तै यसलाई रङरोपन गरे दामी हुन्छ तर जुन चाहिँ पुरानो सम्पदा छ नि त्यसलाई नै सफा गरेर राख्नु पर्ने रहेछ क्या त कलर सलर गर्यो भने त्यसको सम्पदा हटिन्छ सकिन्छ अब हामी चाहिँ यहाँनिर झरेर माथिल्लोपट्टि बस्छौँ माथिल्लोपट्टि पार्किङ छ साथीको हजुर म त्यहाँ गाजाकुचुक मिलाएर राख्छु हजुर त्यहाँदेखिको तपाईँको यहाँदेखिको त्यहाँसम्म बुझ्नुभयो हजुर अब हामी त्यहाँबाट झर्ने ठाउँ छ दाइ त ल यहाँबाट सिधा उयो झर्नेछ यो चाहिँ हामी पस्यौँ पानी परे हैन अहिले कहाँ आयो छोरो शपिङ गर्न जाने हो के किन्ने हो हजुर अर्को यस्तो हजुरहरु खानाहरु लिनुहुन्छ भने हैन हजुर ल यहाँ त पुरा यो चाहिँ स्पेशल मोमो यो चाहिँ हजुर पार्किङै छैन पार्किङ मिलाउनु हुन्छ मिलाएर हाल्नु पर्यो हामी पहिला शपिङ मल जाने सबै दब भयो ओस हो वाउ गाइस कस्तो रमाइलो छ भने हेर्नुस् है गाइदेऊ गीत गाइदेऊ मेरो छोरो गाइदेऊ ल कता हिँडेको बिचुली पालेर पट भएर क्युटी भएर ब्युटी भएर केटो हेरेको हेरे गर्दै सानो हातले गर्दैन हेरेको हेरे हेरेको हेरे हाई भन्देऊ हाई गाइज भन्देऊ आई लभ यु गर्देऊ चुप्पा गर्देऊ यस सबैजनाले हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब कति मारे दाइ यो हस्पिटल तल अलिक जाम रहेछ घुमाइहाल्छु ल 90 कति भन्नुभयो 1947 घुमाइहाल्छु ल हजुर वाउ यो चाहिँ 1947 मा बनेको हस्पिटल दार्जिलिङको फोटो मामले आन्टीले दिन्छ पुलिस सिक्ने गाडी पुलिस राम्रो नै भन्नु के भन्ने गान्छ यहाँको पुलिस मन पर्यो बिहे गर्न पर्यो भन्ने हो बुवा के भन्ने बुवा बुवा यो दार्जिलिङको हस्पिटल है यो चाहिँ वाउ सो नाइस थ्यांक यू सबैजना वाचिङ है हेरेर लाइक शेयर सब्स्क्राइब गर्नु होला अनि दार्जिलिङ घुम्न चाहिँ आउन नबिर्सिनु होला।